साथीहरु स्वागत छ तपाईहरुलाई मेरो च्यानल नेपाली टेकमा। आज म तपाईहरुको लागि लिएर आएको छु एउटा नयाँ भिडियो जहाँ मैले भन्दैछु तपाईले आफ्नो यी सेवामा कसरी पैसा अर्न गर्न सक्नुहुन्छ। साथीहरु तपाईले यो च्यानलमा नयाँ आउनु भएको छ भने च्यानललाई सब्स्क्राइब गरेर बेल नोटिफिकेसनलाई अलमा सेट गरिदिनु होला। साथीहरु तपाईले यी सेवामा पैसा अर्न गर्नका लागि एउटा प्ले स्टोरबाट एप्स डाउनलोड गर्नुपर्ने हुन्छ जसको लिंक मैले डिस्क्रिप्सनमा राखिदिएको छु। डिस्क्रिप्सनबाट सिधै तपाईले त्यो एप्स डाउनलोड गर्न सक्नुहुन्छ। डाउनलोड गरेर ओपन गरिसकेपछि तपाईले एउटा यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ। त्यसपछि तपाईले यहाँ तलपट्टि देख्न सक्नुहुन्छ मोर भन्ने अप्सन रहेको छ। त्यहाँ मोरमा क्लिक गरिसकेपछि तपाईले लगइन र साइन अप को एउटा अप्सन देख्न सक्नुहुन्छ। त्यसमा क्लिक गरिसकेपछि तपाईले यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ। त्यहाँ तलपट्टि रहेको छ साइन अप भन्ने अप्सन रहेको छ। त्यहाँ साइन अपमा क्लिक गरिसकेपछि तपाईको अर्को इन्टरफेस खुल्नेछ र त्यो यस प्रकार रहनेछ। तपाईले यहाँ फर्स्ट नेम, लास्ट नेम, इमेल एड्रेस, फोन नम्बर, भेट एड्रेस, पासपोर्टलाई पासपोर्ट कन्फर्म गर्नुपर्ने हुन्छ। त्यति गरिसकेपछि यहाँ इन्भिटेसन कोड रहेको छ त्यो पनि मैले डिस्क्रिप्सनमा राखिदिएको छु। त्यहाँबाट ल्याएर इन्भिटेसन कोडमा राखिदिनु होला। त्यसपछि यहाँ तल टर्म एन्ड कन्डिसन रहेको छ त्यसलाई टिक गरेर साइन अप भन्ने बटनमा क्लिक गर्नु होला। साइन अपमा क्लिक गरिसकेपछि साथीहरु साइन अप गरिसकेपछि तपाईले यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ साथीहरु। र तपाईलाई फेरि मोर भन्ने अप्सनमा जानुपर्ने हुन्छ। मोरमा गइसकेपछि तपाईले यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ। यहाँ तल लेखिएको छ रिफर एन्ड अर्न। तपाईले त्यहाँ क्लिक गर्नुपर्ने हुन्छ। तपाईले त्यसै बटनमा साथीहरु तपाईले इन्भाइट फ्रेन्ड्स तपाईले त्यहाँ क्लिक गरिसकेपछि साथीहरुलाई वा फ्यामिलीहरुलाई यो एप्सको लिंक पठाउनु पर्नेछ। त्यो फेसबुकको माध्यमबाट मेसेजको माध्यमबाट तपाईले यसको एप्सको लिंक पठाउन सक्नुहुन्छ। र त्यहाँ रहेको छ एउटा इन्भाइट कोड त्यो पनि तपाईले साथीहरुलाई पठाउनु पर्ने हुन्छ। साथीहरु यो एप्स यो लिंक तपाईले साथीहरुलाई पठाइसकेपछि तपाईको साथीहरुले यो लिंकबाट गएर एप्स डाउनलोड गरेर एप्समा रजिस्टर गर्छन् भने तपाईले त्यस बापत केही बोनस पाउनु हुनेछ। त्यही बोनसलाई हामीले यहाँ मिनिमम 300 पोइन्ट रहेको छ।